यो ठुलो टारको विषयमा अलिकति भनिदिनु न तपाईँहरूलाई त बहुत याद छ ठुलो टारको विषयमा। यो ठुलो टार हजुर ठुलो भनेको चाहिँ एकदम बृहत। हजुर यो चाहिँ पहिले हाम्रो बाजे त्यहाँ बाबुदेखि नै यो चाहिँ एउटा कस्तो हुन्छ यो चाहिँ बिरुवाहरू नभएको खाली स्थान हजुर खाली जग्गा थियो। यहाँ चाहिँ पहिले चाहिँ अब गोठहरू राख्ने चलन थियो। त्यति बेला चाहिँ यहाँ गोठहरू पनि राख्थ्यो। गाई गोठ भेडा गोठ सबै यहीँ राख्थ्यो। त्यहाँ यहाँबाट फेरि अर्को जग्गा सिफ्ट गर्थ्यो। अनि यहाँ चाहिँ पहिले चाहिँ अब बाजेहरूकै पालामा चाहिँ एउटा फुटबल पनि खेल्थे थियो फुटबल ग्राउन्डको रूपमा। तल अप्पर सिटीमा ग्राउन्ड नबनिन्जाल चाहिँ यहीँ फुटबल म्याच हुन्थेछ। विशेष गरेर राजा वीरबडा पनि आउनुहुन्थेछ खेल्नुको लागि। राजा वीरबडा लगभग यो कति साल अगाडिको कुरा हो मामा यो चाहिँ तपाईँको आजभन्दा 20-30 वर्ष 20-30 वर्ष ज्यादा भयो अनि मै नै अहिले 53 वर्ष पुगिसकेँ। 70-80 वर्ष अगाडि चाहिँ यहाँ चाहिँ एकदमै हाम्रो बाबा खालेहरू चाहिँ पापा खालेहरू चाहिँ राजा वीरको पापाहरू र सिपीको पापाहरू चाहिँ यहाँ म्याच हुन्थेछ फुटबल म्याच। पछि आएर चाहिँ हामी पनि खेल्यौँ। त्यहाँदेखि अहिले चाहिँ फेरि तलै गाउँमै ग्राउन्ड बनिएर चाहिँ अहिले गाउँमै खेल्छ हो। र यहाँ चाहिँ अहिले अब फेरि प्लान्टेसन गरिरहेछ फरेस्टले गर्ने वाला भएर चाहिँ यसपालि चाहिँ फडाइ भएर चाहिँ यो प्लान्टेसनको लागि डोप स्टिक पनि गाडिसकेको छ। हजुर हुन्छ।